के खायौ शिवम के खायौ त्यसै दाइ शिवमले त खायो भन्छ है मोरेन्टीको नाम अब के आयो भन्नु न यो दिएर मारे राम्रो यो कता के गर्नु पर्यो त अब कन्यादान यहीबाट होइन उताबाट यहाँ अलिकति ठाउँ छोड्नु पर्छ हजुर अलिकति ठाउँ छोड्नु पर्छ कि यहाँ कुरा गरेको ठाउँ यहीँ हुन्छ ल अलि अगाडि साथसँग हुन्छ ल अब के हो कन्यादान दिनु त पहिला के गर्नुपर्छ जहिले चाहियो ल त्यही होला अब भयो दाइ अलि माथि हेरौँ है नलजाइकन पानी छ यहाँ कन्यादान गर्नु पानी चाहियो पानी अब खानुपर्ने हो टोपी लाउने कार्यक्रम भयो दुलाको बुवा कता जानुहुन्छ जानुभयो पछाडिबाट लगाइदिनु दाइको सिधै जानु खबडी मारिदिनु ल यो हात राखिदिनु भाइ छैन ल यता दिउँ यता यता अब टोपी यो तपाईँहरूले जिम्मा लिनु कन्यादान गर्नु भो गर्न त सम्झिरुन पर्दैन पर्न त दिनुभयो दान छोरीलाई सम्झेर नदुखाउनु मन गर्नु भो गर्न त सम्झिरुन पर्दैन पर्न त दिनुभयो दान छोरीलाई सम्झेर नदुखाउनु मन छोरीलाई सम्झेर
मनै पर्ने के गरौँ हजुर दिनुभयो दान छोरीलाई सम्झेर नदुखाउनु मन समाजको कुरा मनै पर्ने के गरौँ हजुर दिनुभयो दान छोरीलाई अब यो चुरा दाहिने हातमा लगाइदिनु दुईटा मात्र यो रातो लगाइदिनु दाहिने हातमा राखिदिनु लगाइदिनु होइन होइन बिल्छ अनि छिटो अनि लगाइदिनु नभए पर्दैन है ल भयो त्यो हातमा राखिदिनु हो ल भयो ल हो यो त्यहाँ हातमा राखिदिनु त्यसो यो छोडिदियो यो छौ त दिपा हो ल अब यो पवित्र हातको औँठी खोल्नुहोस् खोला त होइन त्यहाँ नबुझाउनु कानमै ल अब यता सुन्नु है मेरो पहिला अनि गएर फेरि रानीको छुट्टी भनेको जिम्मा लिन आएपछि अब उहाँको सुन्नु होला आमालाई बोलाएर राख्नु न नेपालकै चाहियो मिलेन रे कुरो ल भन्नु सुनाजु गर्थ्यो अनि पहिलो खाएर फुल गरेर के हुन्छ चप्पल देला पाँचजना 10 होइन त 10 रुपैयाँ दिए भयो जुत्ता किन्न जानु एउटा त्यसमा 2 रुपैयाँको ललिपप खायो भइहाल्यो नि ठुला रहन्छ कति अरे पैसा हामीले भने होइन हजुरको ज्वाइँले भने चपल हामी दिन्न भनेपछि के लाग्छ 10,000 हो ज्वाइँलाई गर भन्नु मलाई कति कमिसन जुत्ता भनेको हिँड्ने बेला दिने होइन अहिले होइन दोरा साली भनेको जुत्ता भनेको हिँड्ने बेला दिनाजुलाई भने होइन अहिले सोमबार अब हजुरहरूले पार भयो नि हामीले त बहुत कष्ट दियो कि भनेको रोजे भन्छ पैसा पाइयो त पाइएन के हो यस्तो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो बात लाग्यो मलाई मेरै मायालुको बात लाग्यो
बसाउँदैछु अब म त दुनिया नयाँ नयाँ यस्तो लाग्छ जिन्दगानी हुने भो नयाँ नयाँ बसाउँदैछु अब म त दुनिया नयाँ नयाँ यस्तो लाग्छ जिन्दगानी हुने भो नयाँ नयाँ घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो झलमल पेरातीमा घाम लाग्यो मिठा मिठा सपना सारा विपना हुन लागे रङ्गी चङ्गी फुलहरू फिका हुन थाले मिठा मिठा सपना सारा विपना हुन लागे रङ्गी चङ्गी फुलहरू फिका हुन थाले जुन छायो जुन छायो जुन छायो जुन छायो जुन छायो जुन छायो आँगनभरि सोनसरी जुन छायो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो बात लाग्यो बात लाग्यो बात लाग्यो बात लाग्यो बात लाग्यो बात लाग्यो मलाई मेरै मायालुको बात लाग्यो अष्टपद कर्मणार्थम शनिग्रह देवताभ्य सहिताय नमस्कार यो गुराबी धुपकाठी बालेर त्यहाँ यसो मौन पऱ्यो धुपकाठी अगरबत्ती अब दुईटै काठी बाले पनि अझ अलि 4-5वटा बाल्नु दुईवटा मात्रै त अलि होइन त्यहाँ घुमाएर यता मासतिर राख्नुहोस् कपडा त राखिदिनु होइन अब पहिला त्यहाँ तल्काएर घुमाउनुहोस् वनस्पतिरस धुतो गन्धाय साउन बहिनी तिम्रो नि दुईजनाले घुमाउनु है गुराली पनि चुराइले धुपाउनु सर्कानी दीपम दर्शयामी धूपम सर्कामी दीपम दर्शयामी तथा नैवेद्यार समर्पयामि दुईटा बत्ती एउटा बत्ती कता भयो राम्रो निकाल्नु मुखैभरि पनि हुन्छ शरीर भरि चढ बधाइदिनु जोएन त
त्यो रूपैले के गर्यो यो मेरो मन तिमीतिरै सर्यो मनै त हो मेरो पनि मनै त हो मेरो पनि मन परेपछि पर्यो तिम्रो त्यो रूपैले के